हेलो साथीहरू, नमस्कार। आज हजुरहरूलाई म एउटा इम्पोर्टेन्ट कुरा भन्न गइरहेको छु। कृपया सबैजनाले अन्तिमसम्म हेर्नुहोला। किनभनेदेखि यो इम्पोर्टेन्ट कुराहरू के हो भन्दाखेरि चाहिँ जस्तै हजुरहरूले कन्टेन्ट क्रिएटरहरूले चाहिँ फेसबुकमा फलोवर्स बढेन, फेसबुकमा भ्युज आएन, यता त्यता भन्नुहुन्छ। मेरो पनि आउँदैन। किन आउँदैन भन्दाखेरि म कन्टिन्युटी दिँदैन, मैले टपिकमा भिडियोहरू बनाउँदैन, त्यही भएर मेरोमा पनि आउँदैन। अनि अर्को कुरा रह्यो, हजुरहरूले च्यालेन्ज पुरा गर्नको लागि फोन यताउति साथीभाइहरूलाई भनेर च्यालेन्जहरू पुरा गर्नुहुन्छ। त्यो च्यालेन्ज पुरा गरेको तपाईँले केही फाइदै छैन, केही फाइदै हुनेवाला छैन। त्योभन्दा चाहिँ तपाईँहरूले आफ्नो मेहनत गरेर, आफूले मेहनत गरेर अनि त्यो मेहनतको अनुसारको मान्छेले मन पराएर आफै स्टारहरू दिएर अथवा कुनै पनि टास्कहरू कम्प्लिट गर्नुहुन्छ, फलो गरेर टास्कहरू कम्प्लिट गर्नुहुन्छ भने त्यो फाइदा छ। तपाईँले अरूलाई भनेर यताउति हैन साथीभाइहरूलाई कहिलेसम्म पुरा गर्न सक्नुहुन्न हैन। अनि अर्को रह्यो फलोवर्सको कुरा। फलोवर्स चाहिँ तपाईँको कन्टेन्ट राम्रो, भ्युज भिडियोहरू राम्रो, कन्टेन्ट राम्रो, मान्छेलाई मनपर्ने भयो भने चाहिँ त्यो अटोमेटिकली आफै मान्छेले चाहिँ फलो गर्नुहुन्छ हैन। सो त्यही भएर चाहिँ हजुरहरूले चाहिँ अरूलाई भनेर यताउति हैन त्यो गर्नुभन्दा आफ्नो फोकस गर्दा ठिक हुन्छ, ताकि ग्रो होस्, मेरो जस्तै डाउनफल नहोस् हैन। मेरो पनि पहिले मिलियन्समा भ्युज जान्थे हैन, अहिले चाहिँ सबै डाउन भएर चाहिँ केही भ्युजहरू आउँदैन। तैपनि चाहिँ अनि अर्को कुरा चाहिँ के छ भनेदेखि कन्टेन्ट मोनेटाइजेसन पाउँदा बित्तिकै पनि पैसा हरहर्ती आउने होइन हैन। अनि अरू कसै साथीहरूले के गर्नुभएको छ भनेदेखि कन्टेन्ट मोनेटाइजेसन पाउँछु म हैन, कन्टेन्ट मोनेटाइजेसन आयो भने चाहिँ म यति यस्तो उस्तो या म यताउति गर्छु, पैसा चाहिँ खनखन्ती आउँछ भन्ने कुरा चाहिँ एकदम गलत हो हैन। अनि अर्को यो जस्तै तपाईँहरूले अर्को कुरा रहेको छ, जस्तै तपाईँहरूले कन्टेन्ट क्रिएट गर्दाखेरि अरूको म्युजिकहरू युज गरेको अनि अरूको भिडियोहरू एड गरेको चाहिँ म धेरै जसोको देख्छु हैन। त्यो किन गर्नुहुन्छ? त्यो गरेर कुनै फाइदै छैन। तपाईँले कन्टेन्ट मोनेटाइजेसन पाए पनि तपाईँले चाहिँ इन्कम गर्न सक्नुहुन्न हैन, त्यो फाइदै छैन। त्यो पनि नगर्नु होला। मैले अहिलेदेखि होइन फेसबुक चलाएको धेरै वर्ष भइसक्यो र पहिल्यैदेखि म काम गरिरहेको छु, तर म बिचमा कन्टिन्युटी गर्न नसकेको कारणले चाहिँ मेरो सबै कुराहरू चाहिँ रेस्ट्रिक्टेड छैन। तैपनि म चाहिँ कन्टिन्युटी गर्न नसकेको कारणले चाहिँ मैले चाहिँ टास्कहरू पुरा गर्न सकेको छैन। यदि हजुरहरूले पनि गर्दै हुनुहुन्छ भने चाहिँ आफ्नो मेहनतले आफूले जानेको कुराहरू, आफ्नो जे क्षमता छ त्यही गर्नु होला हैन। मैले त्यो भन्न चाहन्छु। अनि कसैले साथीहरूले के गर्नुहुन्छ भनेपछि यो टास्कहरू कम्प्लिट गर्नुहुन्छ, सबै गर्नै पर्छ भन्ने पनि छैन कि हैन। बोनसहरू आउँछ त्यो पनि कम्प्लिट गर्नुपर्छ भन्ने छैन हैन। तपाईँले आफ्नो मेहनत चाहिँ कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि कन्टिन्यू भिडियोहरू अपलोड गर्नुहोस्, फोटोहरू अपलोड गर्नुहोस्, स्टोरी हाल्नुहोस्, मान्छेलाई एङ्गेज गर्नुहोस् हैन, साथीभाइ एङ्गेज गरिरहनुहोस्। अनि त्यसपछि रिच बढ्छ। केही हुँदा बित्तिकै स्टोरी हाल्ने, केही हुँदा बित्तिकै डाउनफल, त्यो ग्राफहरू डाउन हुँदा बित्तिकै यो के भयो, तिनीहरू केही हुँदैन। तपाईँले काम गर्दै जानुहोस्, त्यो आफै बढ्दै जान्छ। सो त्यही भएर साथीहरूले आजभोलि के गर्नुहुन्छ भनेदेखि कन्टेन्ट मोनेटाइजेसन पाएँ भने म यो गर्छु त्यो गर्छु हैन। गर्नु सकिन्छ, त्यस्तो होइन गर्नै सकिन्न भन्ने छैन, तर लिमिटमा गर्नुपर्छ। पैसा पनि फेसबुकले चाहिँ एउटालाई मात्र दिने होइन हैन। तपाईँको मिलियन्समा भ्युज गयो भने बल्ल पैसा आउने हो। त्यो 1-2 हजार 1-2 सय भ्युजले चाहिँ हुनेवाला केही छैन हैन। तपाईँले त्योभन्दा भिडियो कन्टेन्ट मोनेटाइजेसन पाइसक्नु भएको छ भने चाहिँ भिडियोभन्दा बढी फोटोमा, स्टोरीमा रेभेन्यू जेनेरेट हुन्छ अहिलेको सिचुएसनमा। पहिले के हुन्थ्यो, भिडियोहरूमा धेरै हुन्थ्यो हैन। अहिले चाहिँ क्वालिफाइड भिडियोजहरू हुनै जरुरी छ। 1000 क्वालिफाइड भिडियोजमा तपाईँको 1 सेन्ट 2 सेन्ट भन्छ। त्यसले तपाईँले के गर्न सक्नुहुन्छ भनेपछि कुरा बुझ्नुहोस्, आफ्नो मेहनत गरिरहनुहोस्। कसैलाई भनेर, कसैलाई फोर्स गरेर चाहिँ तपाईँले यो टास्कहरू कम्प्लिट गरेर कुनै फाइदा छैन। र कन्टेन्ट मोनेटाइजेसन नभएको स्टार मात्रै सेटअप गर्नुभएकाहरूलाई चाहिँ झन् धेरै गाह्रो छ। $100 पुर्याउनलाई चाहिँ तपाईँले धेरै गाह्रो हुन्छ। सो त्यही भएर चाहिँ तपाईँहरूले यो मेहनत अरूलाई भनेर स्टार हाल्नुभन्दा रिसिभ गर्नुभन्दा नभनेको बेस्ट छ। र स्टार आएको मान्छेहरूले चाहिँ सेटअप नगर्दा पनि बेस्ट
किनभनेपछि स्टारबाट तपाईँले $100 पुगाउनलाई कमसेकम पनि 5 वर्षसम्म, कमसेकम 1 वर्षदेखि 5 वर्षसम्म लाग्न सक्छ हैन। $100 भनेको एटलिस्ट तपाईँलाई थाहै छ 14-15 हज़ार कति बन्छ हैन। त्यत्रो पैसा गराउनको लागि चाहिँ कमसेकम पनि 1 वर्षभन्दा बढी लाग्छ र त्यो पे आउट हुँदासम्म चाहिँ तपाईँलाई धेरै इस्युहरू आउन सक्छ। त्यही भएर त्यो स्टारको पछि चाहिँ लाग्दै नलाग्नुहोस्। भरिसक सबैजनाले चाहिँ स्टार कन्टेन्ट मोनेटाइजेसनमा बढी फोकस गरेर काम गर्यो भने चाहिँ एकदम राम्रो बेस्ट हुन्छ जस्तो लाग्छ मलाई। किनभनेदेखि कन्टेन्ट मोनेटाइजेसन सब्सक्रिप्सनबाट चाहिँ कुनै सब्सक्रिप्सन र स्टार मोनेटाइजेसनबाट चाहिँ केही फाइदा छैन अहिले। यिनीहरू भनेको चाहिँ केही छैन हैन। योबाट चाहिँ इन्कम होला र म राम्रो गर्छु भनेर चाहिँ केही फाइदै छैन। अनि अर्को कुरा इम्पोर्टेन्ट कुरा के छ भनेदेखि हजुरहरूले जति पनि ग्याजेट्सहरू किन्नुहुन्छ कन्टेन्ट क्रिएटर बन्नको लागि यो सब नगर्नुहोस्। जो छ तपाईसँग छ, जुन फोन छ, जस्तो फोन छ त्यहीबाट तपाईँले एटलिस्ट कन्टेन्ट मोनेटाइजेसन गराइसकेपछि बल्ल अरू फोनहरू अथवा क्यामेराहरू, गेम्बलहरू जे पनि लिनु मन लाग्छ त्यसपछि लिँदा फाइदा हुन्छ। किनभने यिनी कामहरू मैले सुरुमै गरेको र यिनी कुनै फाइदा नभएको कारणले चाहिँ म हजुरहरूलाई टिप दिइरहेको छु। यो भनेको कुनै फाइदाजनक छैन र हजुरहरूलाई भिडियो कस्तो लाग्यो, अरू केही कुराहरू जान्न मन छ, केही फेसबुकको बारे इस्युहरूको बारेमा जान्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला र साथीभाइहरूलाई चाहिँ यो कुराहरू सेयर गरिदिनु होला भन्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।